नमस्कार। वृश्चिक राशि भएका व्यक्तिहरूका लागि के कस्तो लाभ, के कस्तो हानि र के कस्तो सावधानी लिएर उपस्थित भएको छ 2082 सालको जेठको महिना। यो 2082 सालको जेठको महिनामा के कस्ता साना उपायहरूले पनि तपाईले धेरै लाभ प्राप्त गर्न सक्नुहुनेछ वृश्चिक राशि भएका व्यक्तिहरूका लागि। वृश्चिक राशि भएका व्यक्तिहरूका लागि यो समय त्यति राम्रो खालको समय चाहिँ देख्न सकिँदैन। यो मिश्रित खालको छ, नराम्रो होइन है। फेरि नराम्रो भन्न खोजेको होइन। तपाईका लागि चाहिँ नि वृश्चिक राशि भएका व्यक्तिहरूले गोचरको कुरा गर्नु पर्दाखेरि पनि अडैयाले छोडेर अहिले धनु राशिमा प्रवेश गरिरहेको अवस्था छ। यो त खुसीको कुरा पनि हो र तपाईका लागि मनज्ञ रोकिएका धन पैसाहरू आउने, रोकिएका कामहरू बन्ने समय पनि रहन गएको छ। तर पनि अन्य ग्रहहरूले के भनिरहेका छन् त वृश्चिक राशि भएका व्यक्तिहरूका लागि यो चाहिँ नि जिगज्याग खालको चाहिँ नि कहिले राम्रो कहिले नराम्रो, कहिले राम्रो कहिले नराम्रो त्यस्तो खालको चाहिँ नि समयहरू तपाईले भोग्नुपर्ने अवस्था देख्न सकिन्छ। विशेष गरेर वृश्चिक राशि भएका व्यक्तिहरूका लागि आर्थिक क्षति भन्ने फल तपाईले केही खर्च गर्नुपर्ने अवस्था चाहिँ नआउला भन्न सकिँदैन। विशेष गरेर चाहिँ वृश्चिक राशि भएका व्यक्तिहरूको सुरुका महिनामा अर्थात् चाहिँ जेठ लाग्दै गर्दाखेरि केही खर्चहरू बढेर जान सक्ने सम्भावना देखिन्छ। आफ्ना पुराना साथीभाइहरूका लागि अथवा चाहिँ साथीभाइहरूका लागि खर्च गर्नुपर्ने अवस्था पनि नआउला भन्न सकिँदैन। तर पनि आफ्नै लागि पनि दशमी स्थानमा बसेको मङ्गलले दशमी मङ्गल रहेछ। कुलदीप जातक कुलको दीपक बनाउनेछ। अनौठो खालको काम गरेर गाउँ समाजमा आफ्नो नाम रोशन गरिनेछ। आफ्ना बाबुआमाको सबैको नाम रोशन गरिनेछ। तर आफ्नै आर्थिक अथवा चाहिँ आफ्नै शारीरिक पीडाहरू भने बढेर जाने खालको योगहरू पनि बनिरहेको अवस्था चाहिँ देख्न सकिन्छ। विशेष गरेर धनादि लाभम सुखम भन्ने फल पनि तपाईले प्राप्त गर्नुभएको छ। ढुङ्गा माटो गिटी बालुवाको कामहरू गर्नुभएको छ भने त्यस्ता व्यक्तिहरूले भने मनज्ञ लाभ प्राप्त गर्ने खालको समय पनि रहन गइरहेको अवस्था चाहिँ हामीले देख्न सक्छौँ। पत्रकारिताको क्षेत्रमा अथवा चित्रकार हुनुहुन्छ, डेन्टिङ पेन्टिङ इत्यादिहरू गर्नुहुन्छ अथवा चाहिँ तपाईले विशेष गरेर स्टेसनरीको काम गर्नुहुन्छ, ब्युटिसियनको काम गर्नुहुन्छ अथवा चाहिँ नि यी कामहरूमा चाहिँ तपाईँ यो चाहिँ सजावटका कामहरू गर्नुहुन्छ भने तपाईँ डेकोरेटका कामहरू चाहिँ हुन्छन् ती कामहरू गर्नुहुन्छ भने तपाईका लागि पनि यो समयमा सुख, धनलाभ, लक्ष्मी प्राप्ति भन्ने फल तपाईले प्राप्त गरिरहेको अवस्था चाहिँ हामीले देख्न सक्छौँ। तर पनि केही सावधान भने हुनुपर्छ। केटी साथीहरूबाट सावधान हुनुपर्ने अवस्था चाहिँ यसले देखाउँछ। महिला बन्धुहरूले तपाईलाई फसाउन सक्ने सम्भावना अति नै देखिन्छ। त्यसो भएको कारणले गर्दाखेरि तपाईलाई केही हानिहरू पनि बेहोर्नु पर्ने अवस्था नआउला भन्न सकिँदैन। शारीरिक विलासिताका कारणले शारीरिक भोग विलासिताको लोभमा चाहिँ तपाईलाई चाहिँ सामान्य रूपमा फस्नुपर्ने अवस्था अथवा चाहिँ तपाईलाई आरोप प्रत्यारोपहरू धेरै खेप्नुपर्ने अवस्था पनि नआउला भन्न सकिँदैन वृश्चिक राशि भएका व्यक्तिहरूका लागि। विशेष गरेर चाहिँ मृत्यु पीडा भन्ने फल पनि तपाईले प्राप्त गरिरहेको अवस्था छ। त्यस्तो भएको कारणले गर्दा पनि तपाईलाई चाहिँ नि मृत्यु समानको पीडा पनि भोग्नु पर्ने अवस्था नआउला भन्न सकिँदैन। 23 गते पछाडिको समय भने हानि शोकम भन्ने फल चाहिँ तपाईले प्राप्त गरिरहेको अवस्था पनि देख्न सकिन्छ वृश्चिक राशि भएका व्यक्तिहरूका लागि। वृश्चिक राशि भएका व्यक्तिहरूका लागि हानि बढेर जान सक्ने सम्भावना अत्याधिक देखिन्छ भने तपाईले गरेका आँटेका कामहरूमा भने त्यति राम्रो लाभ भने प्राप्त भइरहेको अवस्था चाहिँ छैन। त्यसो भएको कारणले गर्दा गरेका आँटेका कामहरूमा यो फेरि 23 गते पछाडिको कुरा गर्दैछु वृश्चिक राशि भएका व्यक्तिहरूका लागि। 23 गते भन्दा अगाडि भने तपाईहरुले मनज्ञ लाभ प्राप्त गर्ने, नसोचेका क्षेत्रहरूबाट लाभ प्राप्त हुने, प्रेम बन्धन, विवाह बन्धन, प्रेम सम्बन्ध इत्यादिहरूमा प्रगाढता आउने, वाद विवाद रहेका चाहिँ ढुङ्गा माटो गिटी बालुवाको क्षेत्रमा अथवा चाहिँ जमिन सम्बन्धी अथवा चाहिँ जग्गा सम्बन्धीको विवाद छ भने यो समयमा चाहिँ सेल्ट्याउन सक्ने खालको योगहरू बनिरहेको छ वृश्चिक राशि भएका व्यक्तिहरूका लागि। विशेष गरेर वृश्चिक राशि भएका व्यक्तिहरूले ध्यान दिनुपर्ने कुरा भनेको आर्थिक कारोबारहरू गर्दाखेरि आफूभन्दा तल्लो स्तरका व्यक्तिहरूलाई अलि ध्यान दिनुपर्ने अवस्था देखिन्छ। उनीहरूको सरसल्लाह लिएर उनीहरूलाई अगाडि लगाएर तपाईले काममा लाग्नुभयो भने तपाईका लागि मनज्ञ लाभ प्राप्त हुने खालको योग बनेको छ वृश्चिक राशि भएका व्यक्तिहरूका लागि। वृश्चिक राशि भएका व्यक्तिहरूले साँझ घाम डुब्ने बेलामा यदि तपाईको कामहरू बनिरहेको छैन भने साँझ घाम डुब्ने बेलामा तामाको सानो अथवा ठुलो जत्रो सक्नुहुन्छ भाँडामा अबिर अथवा रातो फलफुल खानेकुरा अथवा अबिर जे सक्नुहुन्छ त्यसलाई भरेर
रातो कपडाले छोपेर तपाईले साँझ घाम डुब्दै गर्दा अथवा चाहिँ नि घाम डुब्ने समयमा चाहिँ नि देवीको मन्दिरमा लिएर गएर अथवा हनुमानको मन्दिरमा लिएर गएर दान गरिदिनु भयो अथवा लिएर गएर छोडिदिनु भयो भने तपाईका लागि त्यो छोड्दै गर्दाखेरि मेरो यस्तो यस्तो कामहरू बनेको छैन, यो कामहरू बनोस् भनेर चाहिँ भन्नुभयो भने अवश्य पनि तपाईको कामहरू अवश्य पनि बन्नेछ। वृश्चिक राशि भएका व्यक्तिहरूका लागि यो काम गर्नुभयो भने अवश्य पनि लाभ प्राप्त गर्न सक्नुहुनेछ। तपाईका लागि शुभ कलर भनेको रातो सिन्दुरे कलर भन्छौँ अथवा चाहिँ ओरेन्ज कलर तपाईका लागि शुभ कलर रहन गएको छ। मङ्गलबारको दिन शुभ बार रहन गएको छ। दक्षिणको दिशा शुभ दिशा रहन गएको छ भने तपाईका लागि 1 अङ्क र 8 अङ्क तपाईका लागि शुभ अङ्क रहन गएको छ। कुनै पनि मन्त्र जप गर्नु पर्यो भने तपाईले कुनै पनि कामको सुरुवातमा मन्त्र जाप गर्न सक्नुहुनेछ। मन्त्र जाप गर्नका लागि ओम हम हनुमते नमः, ओम हम हनुमते नमः यो हनुमानजीको मन्त्र अथवा चाहिँ हनुमान चालिसाको पाठ गरेर पनि तपाईँ कार्यमा अगाडि बढ्नुभयो भने अवश्य पनि लाभ प्राप्त गर्न सक्नुहुनेछ। 2082 सालको जेठ महिनाभरिका लागि वृश्चिक राशि भएका व्यक्तिहरूले यो मन्त्र सधैँ जप गरे पनि हुन्छ अथवा मङ्गलबार जप गरे पनि हुन्छ। मङ्गलबारको दिन माछा मासु लसुन प्याजहरू नखानुहोस्, तपाईका लागि एकदमै लाभ बन्नेछ र तपाईले गरेका आँटेका कामहरूमा सफलता प्राप्त हुने देखिन्छ।